सबै सपना पूरा हुँदैनन्, तर सपना देख्नु छोड्नु पनि त हार होइन। कहिलेकाहीँ हामी हाँसिरहेका हुन्छौँ, तर मनभित्र हजारौँ आदि चलिरहेका हुन्छ। आफ्नै भनेर विश्वास गरेका मानिसहरू जब बदलिन्छन्, त्यो पीडाको आवाज आँसुले मात्र बुझ्छ। जिन्दगीले सिकायो, सबैले आफ्नो बनाउने प्रयास नगर्नु, किनकि केही मानिस बाटोका यात्री मात्र हुन्छन्। समयले सबैको परिचय गराउँछ, कोही साथ निभाउँछन्, कोही सम्झना बनेर हराउँछ। तर एउटा कुरा सधैँ याद राख, सूर्य अस्ताउनु भनेको उज्यालो सकिनु होइन, भोलिको नयाँ बिहानीको सुरुवात हो। त्यसैले आशा कहिल्यै नहार, किनकि सबैभन्दा अँध्यारो रातपछि सबैभन्दा उज्यालो बिहानी आउँछ। जीवन सुन्दर तब बन्छ जब हामी गुनासोभन्दा कृतज्ञता धेरै गर्न सिक्छौँ। धन्यवाद।